कहाँबाट हुनुहुन्छ तपाईँ? सेकेन्ड ब्रिज क्रस भयो अहिले अब सेकेन्ड गेस्ट हाम्रो ब्याचमेट कमला कति बेसी लोड बोकिरहेछ दिन भएको चाहिँ राम्रो हो हजुर गुड फर हेल्थ आई थिंक यो स्टुडेन्ट्स र फिजिकल फिटनेस चाहिँ टेस्ट गर्दो रहेछ यो ट्रेलले चाहिँ फर्स्ट लिएको चाहिँ 1.5 आवर्समा चाहिँ हाम्रो प्रणेश दाजु र एलिया र हामी भेट भयौँ Evgenia. I'm from Greece. It's a good experience. I have more confidence now. Oh यार भात खाजा खानु हुँदैछ यहाँ हाम्रो दामी छ है भाइ खाजा त निस्केर जस्तो भइसक्यो Yes. केटा र केटीकोमा खेलौँ है we all did and I'm really surprised Chief दाजु अघि आयो I'm not taking any more shortcuts. It's more time to take the shortcut. गुड मर्निङ भन्छ कि होइन अब आजदेखि चाहिँ गोछेला ट्रेक स्टार्ट भयो हामी अब अहिले चाहिँ घुम्नु आँटेको र फर्स्ट चाहिँ हाम्रो एकखेप क्याम्प जानु भनेर छ त्यो रेजिस्ट्रेसन के गर्नु होला हाम्रो माथि हामी चाहिँ यहीँ माथि बसेको थियो हो यक्सम बेस क्याम्प भन्ने होटल रहेछ यस एन्ड दिस इज ब्युटिफुल यक्सम हेलिपेड यता छ यक्समको वा दिन त दामी हुँदैछ एन्ड हामी जाँदैछौँ सबैभन्दा चाहिँ मेरोमा के भन्छ आजको यात्रा चाहिँ हाम्रो चाहिँ लङ छ तर आज चाहिँ हामी बेसी छैन 16 किलोमिटर अरे हो 16 किलोमिटर चाहिँ म चाहिँ आज चाहिँ माथि नर्का गएको जस्तो लागिरहेको नर्का त 16 किलोमिटर पुग्दैन नर्का नै हो यस जाँदैछ हाम्रो टुक साप हुनुहुन्छ हो चन्द्रन सेवारो केन उभे लेन जागिछ ओके थाहा छ भन्नु ल इन्टरप्रिटेसन सेन्टर रहेछ यहाँ चाहिँ ग्रुप फोटो जानु भन्नु छ जतिजना जान्छ हो रिदममा जान्छ हामीसँगबाट बिहानै सकिनुको लागि यो फेरि ब्याग यहीँ हल्नुहुन्छ त्यहाँदेखि आएर चाहिँ फेरि यो कोकचोरुङबाट यता हुँदैन यो सर्टकट हुन्छ सर यो सर्टकट हुन्छ छौका हुन्छ यो बाटो यो खिच्नु मिल्छ नि है खिच्नु हुन्छ नि है र अहिले चाहिँ त्यहाँ सेन्टरमा फोटोहरू खिचिसकेर हो अब उकालो लाग्न दिएको एन्ड हियर आवर गाइज आर रेडी हामी 14 जनाको ग्रुप छ यता हाम्रो फरेनर्स म्याडम पनि हुनुहुन्छ एकजना यस सबै रेडी हामी जान आँटेका छौँ यहाँबाट चाहिँ ट्रेल स्टार्ट यक्सम कोलोनीबाट चाहिँ केएनपी ट्रेल स्टार्ट रहेछ एन्ड यहाँ ट्रेल जानु पर्छ ट्रेल स्टार्टेड भेरी एक्साइटेड आज डे 1 चाहिँ हाम्रो यहाँ यक्समबाट छोकासम्म हामी यता लोकलै छ र चाहिँ यहाँमा चाहिँ साचेनमा हल्ट गर्नुपर्ने रहेछ बट टुडे इज डे 1 अन्त हामी आज 16 किलोमिटर ट्र्याक गरेर माथि छोकासम्म पुग्छ र त्यहाँ हल्ट छ आज चाहिँ आजको ब्लगको फर्स्ट पर्सन हेलो कहाँबाट हुनुहुन्छ तपाईँ ओ ओके र यक्समबाट चाहिँ हामी अलिक ढिलो भयो 8:45 मा हिँडेछ जाँदैछौँ यहाँ हाम्रो जेकब भाइ हुनुहुँदो रहेछ हाम्रो अगाडिको गाइड चाहिँ अरुणदार पछाडि छ वा हामी फर्स्ट 1 किलोमिटर चाहिँ अलमोस्ट कभर गरिसक्यौँ जाँदैछौँ उकालो बाटो चाहिँ एकदमै मजाको रहेछ हो ट्रेल कस्तो दामी रहेछ यो ट्रेकिङ ट्रेल त हाम्रो मजाको बाइक राइड गर्दा र अब के राइडहरू गर्दा लाइन हिँडेको कस्तो दामी देख्छ नि यहाँ हामी लाइन हिँड्दैछौँ कस्तो दामी देखिरहेछ आज फर्स्ट डे त हामीले लाइट लुगा लगाएको छ भने पनि हुने रहेछौँ हामी चाहिँ ज्याकेटहरू लगाएको लाइट लगाउने ट्राई गरेँ त्यहाँ पनि ज्याकेट लगाएर अलिक गरम हुनुपर्छ र अहिले चाहिँ हामी हाम्रो अलमोस्ट 2.1 किलोमिटर्समा चाहिँ फर्स्ट ब्रिज पुगेछौँ अब त मजाले हल्लिँदो रहेछ एडभेन्चरस रहेछ हामी तलबाट हिँडेर अलमोस्ट यस 2.2 किलोमिटर्समा चाहिँ हाम्रो फर्स्ट ब्रिज एन्ड या एडभेन्चर कस्तो हाम्रो यस इट्स रियली अमेजिङ वेलकम नेसनल पार्क अब यो ब्रिजदेखि उता चाहिँ वेलकम टु कञ्चनजङ्घा नेसनल पार्क रहेछ
र अहिले चाहिँ घोडाहरू हाम्रो सामान बोक्ने घोडाहरू पनि पुल तर्दैछ हो पुरा गरम भइरहेछ तपाईँको वक कस्तो हुँदैछ? 3.5 किलोमिटर्स भएछ हाम्रो स्टार्टिङबाट चाहिँ यता हाम्रो सेकेन्ड गेस्ट हाम्रो ब्याचमेट कमला एन्ड यता समीक्षा हाम्रो ब्याचमेट हेलो म्याम उकालो ओह्रालो गर्दै जानुपर्ने रहेछ हो अन्त बिस्तारै एलिभेसन गेन गर्नुपर्ने रहेछ हामी सेकेन्ड ब्रिज पुग्यो एट 4.77 किलोमिटर्स भनेको चाहिँ 6 किलोमिटर्स सेकेन्ड ब्रिज मैले चाहिँ फर्स्ट हो अब अलिक बिग्रिँदैछ हो पानीको ग्लास निकाल्नु बिर्सेछ सो द्याट्स वाट आम चेक इन छैन रहेछ नि र यहाँ चाहिँ उकालो ओह्रालो अब पुरा सिजनमा माथि तल घोडाहरू मान्छेहरू हिँडिबस्दो रहेछ हो अन्त माथिबाट घोडाहरू आउँदाखेरि चाहिँ सुई पार्दो रहेछ हो तलबाट आउँदा पनि तलको सुई पार्दो रहेछ र यसरी यिनीहरू चाहिँ आइजाँदो रहेछ हामी चाहिँ भित्तापट्टि साइड लाग्नु पर्ने रहेछ आफ्नो लाइन जाँदो रहेछ एक लोड पुऱ्याएर एलिया सुबन कहाँ आइपुग्यो सेकेन्ड ब्रिज क्रस भयो एलिया हो हामी चारजना चाहिँ क्रस भयो सेकेन्ड ब्रिज कोमाङहरू अझै पछाडि छ कमला समीक्षा रातको चाहिँ यसले हेर्नु सक्दैन रहेछ है मम्मी तलबाट आयो भन्नुभएको छैन आयो यहाँ चाहिँ ठिक्कै माथि तल यो पोइन्टमा चाहिँ घोडा भेट भएछ उकालो आउँदैछ चारा बिलेर आउँदैछहरूले चाहिँ टेन्टहरू ठुलोवाला टेन्ट लिएर आएको छ फरेनर्सहरूको लागि हामी लोकल त भइहाल्छ थाहा के छ बिचरा यतै लाग्यो निकै बेसी घोडाहरू आइगयो ग्रुपै आइगएछ बसिरहेको छौँ ब्याग बेकारमा बोकिछु जस्तो भयो दामी त्यही त सङ चाहिँ हरेर पानी कुन चाहिँ सङ वुड्सभित्र यो ब्यागले पुरा के तर हिँड्नु आउँदैछ अरे कि अहिले भित्ता पक्रेर कमला म्याडम जेकब रमिता हेरेर चाहिँ जान्दैछौँ कहाँ भयो यस मजाले लाइन जान्दैछौँ अहिले चाहिँ हिँडेको चाहिँ 2.33 6.35 किलोमिटर्स ओके मजाको वुड्सभित्रको वक नि अहिले चाहिँ सँगै हिँड्दैछौँ घोडासँग यहाँ आएर कति बेसी लोड बोकिरहेछ यस्तो मजाको कलर मजा आउँदो रहेछ पासङ वो ब्यागहरू बोकेर हटेरीको ए सहरमा आइपुग्नु सहर हजुर सहर पनि आइपुग्नु भएछ हल्ट सहरमा हुन्छ भिडियो बनाउँदै मुनिका पनि हिँड्दैछ यहाँ हाम्रो सर चाहिँ अगाडिको चौरीको लिडरसँग गफ गर्दै जानुहुँदैछ यता चाहिँ यसरी पनि बाटो काट्नु सजिलो हुन्छ गफहरू गर्दै उनीहरूको ओल्ड स्टोरिजहरू माउन्टेन द ओरिजिनल माउन्टेन स्टोरिजहरू सुन्दै है
चाहिँ यहाँ साचेन आइपुगेछ साचेन इज 8.56 देखाउँदैछ 3 घन्टा 40 मिनट जस्तो भएछ 9 किलोमिटर 9.2 किलोमिटर जस्तो रहेछ साचेनमा चाहिँ यहाँ फेरि नयाँ होमस्टेहरू पुरा बिल्डअप हुँदो रहेछ त्यहाँबाट बनाउँदै रहेछ अपग्रेड गर्दै रहेछ मजाले यहाँ क्याम्पबाट अगाडि ग्रुप आएर पर्खिँदैछौँ साचेन चाहिँ यहीँदेखि स्टार्ट है यहाँ पनि भन्नु ए हजुर 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 चाहिँ हामी साचेनमा एकछिन बसेर ब्रिफ हल्ट गर्दै बसेर हाम्रो लन्च चाहिँ पर मेन खोलाको ब्रिजमा रहेछ फर्स्ट ग्रुप चाहिँ अगाडि गएको छ हाम्रो फरेनर्स चाहिँ पुरा स्पिड हिँड्नु हुँदो रहेछ उहाँ अरुण दाल जानुभएको छ लन्च अरुण दाल दिएको अरुण दाललाई भेट्यौँ नयाँ फरेनर्स केस सर अन्त क्या फर्स्ट यतिजना छौँ बेला के रहेछ हामी हेरौँ अनबक्स गरौँ न एन्ड लानु लन्च चाहिँ हाम्रो फ्राइड राइस एग्स एन्ड बनाना मन्च आम्बो भने त मैले Evgenia. I'm from Greece. Greece, Evgenia. Yes. Oh, okay, madam, welcome. How are you feeling right now? Good. I'm really liking it. It's a very beautiful place. Oh, and how was the lunch, madam? I liked it. Yeah, it was very good. Oh, so A very beautiful place. We still have a few more madam, so kilometers to go. yeah, today we did some 10 kilometers right Oh, now. you did Yeah, 10 already, now so 6 more to go. Yeah. It's okay. किलोमिटरमा चाहिँ आफ्टर 4.5 आवर्समा चाहिँ हाम्रो प्रणेश दाजु र एलिया हामी भेट भयौँ एलिया हाउ आर यु डुइङ ब्लग्सहरू बनाउँदैछ है ल गुड यता हाम्रो यता चाहिँ जो एडभेन्चर भन्ने युट्युबमा कराउँछ फेरि यहाँ गोप्रोबाट कि दाजु के छ हो र फाइनली भेट भयो क्यारी अन ओके चलेंगे हम ल भाइहरूलाई भेट्नु छैन गएको हाम्रो आगेको पेस चाहिँ करा रहेछ निम्तुप आगेको एन्ड अब चाहिँ हामी लाइन जान्दैछ यस यहाँ हाम्रो एक्सपोजर हाम्रो चिफ चाहिँ अन्डा पनि बोकेर जानुहुन्छ अरे रातुङ ग्लेसियरबाट आएको खोला हाम्रो फर्स्ट टिम तल जाँदैछ पुल काट्दैछ एन्ड कति दामी खोला सफा वाउ है बो हामी अहिले एक्ज्याक्ट 12 किलोमिटर्समा चाहिँ यहाँ आइपुगेछौँ हिँडेको 5 घन्टा भएछ हावाले चल्दैछ यहाँबाट कति ब्युटिफुल खोला माथिभन्दा यहाँबाट राथोङ ब्रिज प्रणेश दाजु एलियामा टोपी दामी टोपी लगाएर आउँदैछ तपाईँले खाजा खानुभयो अब मात्रै कमला म्याडम थाक्यो जस्तो छ त कहाँ थाक्छ ट्रेन पर्छ त यहाँ हाम्रो समीक्षा मोनिका हजुर होइन बस्छ नि अब बस्नुपर्छ नि अब हामीले खाजा खायो त न अब तपाईँहरूको होला पर खायो नि अब तपाईँहरू खानुहोस् न खाजा फ्राइड राइस आज यहाँ हाम्रो नङ पनि काट्दो रहेछ प्रत्यक्ष हाम्रो पेट ए ठिकै छ Ella, how are you feeling? I'm feeling great. Oh. Okay. मैले चाहिँ छ नि यो ब्याग बोकेको थिएँ कि परै छोडेछ न ऊ माथि पो आइपुगेर सोचेको नि मैले त त्यहीँ छोडेँ जस्तो लाग्यो नि द्याट्स अल हाम्रो चिफ दाजुले लन्च अब 3 किलोमिटर्स लेफ्ट है भन्दा 3 किलोमिटर लेफ्ट छ तर सबै अफिल फिल्ड मात्रै अब चाहिँ गोइङ टु इन्जोय ए एन्ड ब्रिज छोका अरुण दा सिग्नेचर भन्नुहोस् न सिग्नेचर गिभिङ अप भन्नु गिभिङ अप इज नट इन माई ब्लड यता लन्च दिइसक्नु भएको अरुण दा Yeah. ए Is it lunchtime? या Yeah, for lunch. another lunch break Another one. oh yeah सरहरू लन्च गर्नुहुँदैछ अहिले लन्च टाइम हजुर लन्च टाइम सर लन्च दामी नै दिनुभएको छ है सर राम्रो हो हजुर गुड फर हेल्थ आई थिंक यो प्रोटिन हजुर 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 पोटासियम सर यो स्मुदी दुध भनेछ देन वी हेभ दिस मन्च हजुर हजुर सर राइस होला सायद ए हजुर सर फ्राइड राइस पनि छ सर हजुर हजुर दाजु तपाईँ चाहिँ डिस्ट्रिब्युटर हो चिया खाँदै रहेछ
यता फेरि नमको सिग्नेचर छ नि यता हाम्रो फेरि सानो मान्छे सानो निकै डुलिसकेको छ त्यो यता हाम्रो साहबहरू पनि बसिरहनु भएको छ ओके लन्च गऱ्यो टक्कै अब उकालो जाँदैछ अब चाहिँ स्ट्रेट अप हिल भन्छ पानीमा हल्का छिटाउँदैछ 3.5 to 4 kilometers रहेछ अब चाहिँ उकालो चाहिँ हामी हिँड्दैछौँ अब चाहिँ अप हिल फर 3.5 to 4 kilometers लेट्स गो उकालो चाहिँ हेभी उकालो रहेछ तलबाट 1 किलोमिटर जस्तो आयो होला ब्रिजबाट यसले चाहिँ टेस्ट गर्दो रहेछ लोड बोकेर हिँड्दाखेरि चाहिँ एन्ड्युरेन्स र Are you ready for the hills भनेर टेस्ट गर्दो रहेछ यो उकालोले चाहिँ हाम्रो थैट पसिना चुर अहिलेसम्म चाहिँ यो गोछेलाको फर्स्ट डेमा चाहिँ पुरै बेसी एन्ड्युरेन्स र फिजिकल फिटनेस चाहिँ टेस्ट गर्दो रहेछ यो ट्रेलले चाहिँ फर्स्ट डेको चाहिँ हामी गर्नु 16 किलोमिटर्स गरेको सो द्याट्स इट निकै माथि आइपुग्यो अफ हिल सकेछ जस्तो छ अब कम्ती रहेछ फाइनल्ली अ ब्युटिफुल प्लेस बाख्यम यहाँ चाहिँ यहाँको पनि हल्ट गरिरहेको छ घन्टामा चाहिँ हामी चाहिँ यस बाख्यम पुग्यो अब 7 घन्टा नि हो टक्कै योक्समदेखि चाहिँ 7 hours पानी पनि परेन मजा आउँदैछ 7 hours वाउ वन्डरफुल हट दाजु सुन्नुहुन्छ ल बाखिम है बाख्यम हाम्रो दाजु फ्रेस Oh yeah, Bakhim version. After half an hour, we'll be reaching to final destination. Right? So day one trip, no? Bakhim. Good. Wonderful place. And this is Bakhim 2638 meters. Again, I love Bakhim बनाएको रहेछ टेन्डर यहाँ हल्ट गर्दो रहेछ कस्तो मजाले बनाएको रहेछ काश्मीरहरूको घर जस्तो वाउ अ ब्युटिफुल प्लेस बाख्यम टुरिस्ट गर्दैछ यहाँहरू पनि छ रिल्याक्स गर्नु आउँदैछ यहाँको फरेनर्स ग्रुप पनि रहेछ एन्ड यहाँ चाहिँ भर्खर हामी बाख्यममा आएर कहाँ बसिरहेछौँ दाजु रिल्याक्स भाइ रिल्याक्स गरौँ यस वाइ अस्ति उयो लेखेको तपाईँले LI अम्बो वाउ यता चाहिँ हाम्रो अब BPM सर हुनुहुन्छ यता चाहिँ BPM को फुल फर्म चाहिँ के हो BPM को ब्लक प्रोग्राम एकाउन्ट्स म्यानेजर BPAM रहेछ नि BPM साथी यता लाङ्गाङकै साथी चन्द्राङ हो हामी अहिले यहाँ बाख्यममा भर्खर लन्च गरेर हो बसिरहेछौँ पप दाजु जेसी पिङमेन जस्तो हो यो केटा त बाठे मान्छे लागि जुत्ता धुयो नि हो यहाँ अब माथि गएर दौँ ल औ चन्द्राङ मजा तार बापे एकदम तपाईँ मजाले हिँड्नु भएछ त उकालो एकदम मजा आइरहेको बाखिम भन्छ हो त्यही त सेटमा बाख्यम मात्रै भन्छ हामी बाख्यम आइपुग्नु आँटिसक्यो है पछाडिबाट बाखिम भन्दैछ त्यही त सर्टकट गयो क्या भन्छु नि टक्कै भाइ लन्च Why was so amazing. Madam, how was? Oh, madam, you didn't have. Oh, yeah. I couldn't. I think it's not like I can eat it, but I think for the mountain is maybe not a good idea. Yeah, उहाँहरूले चाहिँ वाइ खानु हुँदैन रहेछ I'm not so sweet. हजुर तपाईँले चाहिँ खाइसके Yeah. निकै कन्भर्सेसन हुँदैछ Yeah, I should have told them. उकालो कसरी चढ्नु भयो खतरा थियो उकालो चाहिँ
सक्दो रहेछ हजुर हजुर सक्दो रहेछ मैले पनि सक्यो अब तपाईँहरू आउनुहुन्छ भने तपाईँहरू सक्नु खाजा खाइसक्नु भएको छैन अब कमला म्याडमले चिया खानुहुँदो रहेछ भेटेर कस्तो मजाको जग्गा है यो हजुर बक्खेम आमा म्याराथन कुदेको जत्तिकै हिँड्दैछ नि तपाईँ त यहाँ गोछेला अल्ट्रा म्याराथन हुँदैछ कि तपाईँ त्यहाँ पनि आउँदा हुँदै रहेछ तपाईँ त एकदम क्याम्प पढेर आउँछ हजुर हेभी एडभेन्चर छ हाम्रो आज हाम्रो मजा आउँदैछ क्या बाख्यम हजुर प्रत्यक्ष पनि बसिरहेको छ चिया खानु ए अब खाजा पनि आउँछ होला अब हजुर अब अन्तिम जोसमा हजुर अब ग्रुप फोटो खिच्नु भनेर खाजा चाहिँ आएको छैन अब यहाँ ग्रुप फोटो हुनु गइरहेछ बाख्यममा दो सम अफ आवर गाइज have not arrived yet ओमा बु सुलेमान दाजु आएको छैन लिजेन्ड ग्रुप है अझै बिहानदेखि डाइरेक्ट यहाँ भेटेँ भए पनि बाख्यममा मिलन पनि आइपुगेछ सुलेमान दाजु लिएर आउने कराने हो केटाहरू खाजा खानु हुँदैछ यहाँ हाम्रो दामी छ है भाइ एकदम बाख्यम साह्रै मजाको जग्गा छ ल्यान्डिङ कहाँ यहाँ हुन्छ अझै सुलेमान दाजु छ नि ओमाबु खतरा सुलेमान दाजुलाई लिएर आउने चाहिँ अब बोक्नु छ भने चाहिँ यहाँ आउनु पर्ने चाहिँ सुलेमान दाजु के कसो छ तपाईँको के छ आज त भाइ 40 वर्षको चाहिँ आज रिमेम्बर भयो किन चाहिँ रिमेम्बर भयो तपाईँ दामी हिँड्यो बधाई छ अम्बो 40 वर्षमा फर्स्ट टाइम हिँडेको नि ल अब यहाँ खाजा छ हिँड्नुहोस् त खाजा त निस्किला जस्तो भइसक्यो अब खानुहोस् त त्यति साह्रो काबु भएको खाइसकेर हामी यहाँबाट बक्किमबाट लास्ट अप टु माथि सुलेमान दाजु हिँड्नुहोस् न सर गइसक्यो ए जाउँ ल अब आउनु अलिक माथि पनि क्याम्प साइट रहेछ यहाँ फरेनर्सहरू चाहिँ मजाले बसेर पढ्दै बस्दो रहेछ आफ्नो टेन्ट लिएर हाम्रो ग्रुप एन्ड यहाँ जाँदैछ मजाले एन्ड कति दामी घर है वा हट अहिले बक्किमदेखि माथि निकै 1.5 किलोमिटर जस्तो चढ्यो अब त हामी अलमोस्ट देयर हामी हाम्रो यही हो यस अलिक वेदर राम्रो भएको छ कस्तो दामी देख्थ्यो होला हजुर दाजु कति आवर्स हाइक भइहाल्छ 8.5 भनेपछि 8 घन्टा हामी 9 घन्टा चाहिँ हिँडेछौँ 9 घन्टा लागेछ र यस हियर इट इज छोका पुग्यो हामी सर पनि हुनुहुन्छ छोका सर हामी जान आँटेको छ माथि रहेछ हाम्रो बसाइ चाहिँ यहाँ चाहिँ यो गभर्मेन्टको रहेछ टुरिज्मले सर यतै होला हाम्रो स्टे त उहाँ अघि हाम्रो फरेनर्स टुरिस्ट जस्तो लाग्छ यहाँ रहेछ आज हाम्रो स्टे चाहिँ स्टे कोल यहाँ आँगन मजाको रहेछ हो यस छोका पुग्यो बस्ने जग्गा पनि पुग्यो पढ्नु पनि थाल्नु आँटेछ अघि आइपुग्नु भयो म्याडम त आएर पढ्नु पनि थाल्नु भएछ केही हाम्रो चिफ दाजु अघि आएर यहाँ रेडी पनि भइसकेको छ पानी पनि दामी रहेछ वासरुम पनि यो रहेछ पानी पनि यता वासरुम रहेछ छोका is our friend शर्मा गऱ्यो यहाँ चाहिँ भर्खर सहर हामी सुलेमान दाजु आइपुग्यो र आज हामी जेन्ट्सको लागि एकदम दामी रहेछ यो एल्टिच्युडमा चाहिँ यत्तिको जग्गामा बस्नु पाउनु चाहिँ हजुर हजुर सर पुरै हजुर हजुर हाइजिन सर क्लिन मेन्टेन गरेको छ नि है एकदम चप्पा चिरिक्कै पारेको हजुर यता यहाँ कुकुर भयो र यता चाहिँ लेडिजहरूको लागि पनि बहुत दामी मिलाइदिनु भएको रहेछ हो यहाँ रहेछ उहाँहरूको चाहिँ फिमेलको लागि स्टे हामी चिटिक्कै बनाइदिएको रहेछ हो सो लभली एरेन्जमेन्ट हाम्रो हिमालयन एक्सपोजरको हाम्रो चाहिँ दामी रहेछ म्यानेजमेन्ट चाहिँ लाइट 9 बजीसम्म चाहिँ यहाँ चार्जिङ सकेटहरू पनि रहेछ
यसले बसिरहेको छौँ हामी हो हाम्रो पार्टी चल्दैछ मजाको हो सबै ट्रिपको सबैजना गेट टुगेदर बसेर हल्का पार्टी गर्दैछ मजा आउँदैछ felt that they will do easily, but we all did, and I'm really surprised. Let's ready for tomorrow. Hope we will also do that. Okay. दामी दामी के भन्नु भन्ने अब आजको चाहिँ मेन चाहिँ ट्रायल जस्तै थियो कि हाम्रो र अब सबैजना पास भएको छ ट्रायलमा चाहिँ र यहाँसम्म आइपुग्ने चाहिँ माथिसम्म डेफिनेटली पुग्नु सक्छ हो त्यही विल पावर चाहिँ स्ट्रङ राख्नुपर्छ हामीले मेन चाहिँ त्यो विल पावरै हो अन्त त्यो त बिस्तारै त्यो एक्लिमेटाइज हुँदै जान्छ कि त्यस्तो प्रब्लम हुँदैन सो डेफिनेटली हामी पुग्छ ल सबैजना आधी घन्टा लु एसआर सरकोमा आयो त लु तपाईँको के रे उठेर दाम फर्स्टमा स्टार्टिङ चाहिँ अब यस्तो हिँडेको थिएँ हो भेट्यो अलिक घोप्टो पर्नु पऱ्यो यस्तो घोप्टेर होइन त्यहाँ जस्तो आयो उकालो आयो सर र म सँगै हुन्थेँ होइन सर चाहिँ सब बिस्तारै भनेर भइहाल्छ नि बिस्तारै हिँड्नुपर्छ भनेर एकछिन भनेर सरलाई पनि देखिनँ हो लास्टमा म एक्लै भएपछि आएँ होइन अरूले हेर्छु छैन कोही छैन बहिनीहरू पनि कोही छैन हो सुरुवाललाई पनि देखिनँ मैले होइन अन्त मैले सबैजना हिँडेर म मात्रै अलिक कमजोरी होइन मैले हिँड्दै थिएँ होइन दुईजना भाइहरूलाई भेटेँ होइन खुसी लाग्यो दुईजनाले सपिङ गर्दै थियो आधी छोडेर चलिहाल्यो हो लास्टमा फेरि हाम्रो उमङ्ग आयो खुसी भयो हो उमङ्गलाई सबै सामान हुन्थ्यो त्यहाँदेखि म खाली भएर आयो त्यति नै मेरो एक्सपिरियन्स चाहिँ के भयो भन्दा चाहिँ जन्मेको दिन चाहिँ लाइफमा फर्स्ट टाइम है मेरो चाहिँ यो चाहिँ 40 वर्षको मेरो चाहिँ फर्स्ट टाइम हो यो चाहिँ मेरो हो I have a very good experience. Usually, I do a lot of exercise at home. I work out. I do gym also, and I go for trekking also, but not so just long trekking. And long trekking, this is my first time I'm doing this long trekking. I was not confident initially, and I was planning to drop this trek. When I called this fellow, Really? yeah, Arun, I called Arun that Arun, maybe I may not be doing this time, maybe I'll try next time. But Arun said, no, we'll pull you, even we'll carry you on a shoulder, so please go here. And then ultimately I decided, because I have knee problem. I have good stamina, I can walk, I can run, I have attended many times marathon, I did so many times marathon, to 10 kilometer, 20 kilometer, but now I have knee problem. But when So you I go thought, down, no? It yeah. I thought I may not be doing, I should not do. But anyway, I did today. You're We here. covered 16 kilometers now, so it's a good experience. I have more confidence now. Tomorrow, so I think I'll be doing. I can do much better tomorrow. So I have support of all my friends, all my juniors. So I think it will be fine. Even tomorrow also, it will be definitely it will be fine tomorrow also. So I'm dead sure that I'll do now. I'll do. I think it was very, very beautiful. And I can't wait for tomorrow. Oh. I'm not taking any more shortcuts. It's more time to take the shortcut. Come on, the normal road with all shortcuts. No more shortcuts. It's a trap. Yeah, it's a trap. ओभरअल एक्सपिरियन्स Amazing. Very good. समीक्षा म्याडम पनि आउनु भएछ म भागेको त अघि नै चाहिँ के भन्छु भन्दाखेरि चाहिँ आज चाहिँ जिरो डोल खानुपर्छ होला भोलि त हिलोमा चाहिँ म त्यो खान्छु हो भोलि चाहिँ म बिहानै उठ्छु होइन आज चाहिँ तर नि के भयो भन त हजुर त्यो लन्च सेयर गर्दा चाहिँ एक्लै खानु जस्तो भएको थियो भात चाहिँ गम 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 कस्तो भोक लागेको थियो कि आधी आधी खानु त कस्तो लाग्यो नि तर दामी ओभरअल एक्सपिरियन्स दामी है दामी हजुर वर्थ इट यहाँसम्म आइपुग्यो भने अझै दामी हुन्छ ओके दामी दामी अब यहाँ बस्ने गर्दा सकेछ हौ एक्सपिरियन्स यस केटा र केटीकोमा खेलौँ यस द्याट्स इट जसले गीत गाउनु जान्दैन नि जसले पास दिन्छ नि त्यो पास दिँदाखेरि चाहिँ हामीले जित्यो भने हामी गीत गाउँदा तपाईँहरू नाच्नुपर्छ तपाईँले ओके करे करना है कुछ काम शुरू करे अंतक्षरी लेके प्रभु के नाम दंदिना आकर म लो मोमा पर को दाता
बराबरै अरे गर्दैछु बितेका ती सबै क्षणहरूलाई समय गयो हामीलाई जीवन खोयो मोरुमा योबाट यो बदले त्यो बदले आज यो उमेरमा फाइनली आज चाहिँ 10:30 चाहिँ हामी सुत्नु गइरहेछ म इन्डिया सुलेमान दाजु सबै आजको दिन चाहिँ यसरी नै हाम्रो फुल स्टप सबै लाइन सुतिरहेछ लगाउनु यस प्रवेश दाजु 8 जन किन हट्दैन ल एकजना त अलिक बेसी हुनेछ यहाँ